हेलो नमस्कार साथीहरू, फेरि पनि म उपस्थित भइसकेको छु अङ्कशास्त्र इन्दिरा राई युट्युब च्यानलमा। तपाईहरुलाई स्वागत छ। सबैजनालाई जति पनि तपाईहरुको मोबाइलको स्क्रिनमा यो मेरो भिडियो आइपुग्छ, तपाईहरुले अवश्य पनि सब्स्क्राइब, लाइक, शेयर गरिदिनु होला, ताकि तपाई जस्तै अरु साथीहरुले पनि मेरो भिडियो हेरेर चाहिँ केही ज्ञानहरू प्राप्त गर्नु सक्नुहुनेछ र उहाँको लागि केही लाभदायक हुनेछ है। र तपाई हामी सबैजनाले चाहिँ आज चाहिँ अङ्कशास्त्र अनुसार शास्त्र नाम हामी कसरी बदल्न सक्छौं है, यस बारेमा हामी कुरा गर्छौं। र तपाईहरु पनि कफी र कलम लिएर बस्नु होला र सँगै हामी आफ्नो बर्थ चार्ट बनाउँछौं। पहिला जन्मदिन र महिना र साल हामीले बर्थ चार्ट बनाउँछौं र त्यो बर्थ चार्ट बनाइसकेपछि हाम्रो नाम पनि कनेक्ट गर्छौं। हाम्रो नाममा के कति छ, के कति अल्फाबेट र के कति संख्या हुन्छ त त्यो हिसाब गर्छौं, क्याल्कुलेट गर्छौं र हामीले थप्नु पर्ने छ या घटाउनु पर्ने छ हाम्रो नाम, त्यो अनुसार हामी अगाडि बढ्छौं है त। अब भन्नु पर्दाखेरि हाम्रो नाम किन बदल्नु त, किन चेन्ज गर्नु त भन्दाखेरि हाम्रो नामले हाम्रो हरेक इच्छा आकांक्षाहरू ब्लक गरिरहेको हुँदो रहेछ है। जस्तै एक्जाम्पल मेरो त चेन्ज गरिसकेको छु र पहिलाको मेरो नाम चाहिँ क्याल्कुलेट गर्दाखेरि 9 मा रहेछ। 9 भनेको मंगल हो। त्यसै कारणले म चाहिँ अलिक ठीक लागेन र मैले चाहिँ चेन्ज गरेको छु। अहिले मैले सूर्यमा राखेको छु मेरो नाम। तपाईहरुले पनि यसरी आफ्नो जन्मगते कनेक्टर नम्बर जन्मगते अनुसार तपाईहरुले पनि बर्थ चार्टमा हेरेर, बर्थ चार्ट सिकेर र अङ्कशास्त्र सिकेर, अङ्कशास्त्रको ज्ञान सिकेर तपाईले पनि आफ्नो लाइफ सजिलैसँग समेट्न सक्नुहुनेछ र हाम्रो भाग्य, हाम्रो लकहरू कसरी चाहिँ बन्द भएको छ त्यो खुल्दै जान सकिन्छ है आफूलाई। र हामी अगाडि बढ्न सजिलो हुन्छ। यो अङ्कशास्त्र सिक्यौं भने हामीले सजिलैसँग मैले कुन लाइनमा काम गर्नुपर्ने, के गर्नुपर्ने त्यो सबै हामीले बुझ्न सक्छौं है। र अब हामी लागौं बर्थ चार्ट बनाउनुतिर। मैले अब बर्थ चार्टतिर लागौं साथीहरु। अब अङ्कशास्त्र अनुसार नाम चेन्जर भनेपछि नाम चेन्जर यानी कि गेम चेन्जर भने जस्तै हो। नाम चेन्जर भने कि आफ्नो लक खोल्ने तरिका। अब मैले यहाँनेर बनाएको छु मेरो जन्मगते र महिना र साल बनाइसकेको छु। अब तपाईहरुलाई चाहिँ यसलाई चाहिँ कसरी चार्ट बनाउने भन्ने सिकाउँछु है त। जस्तै अब एक्जाम्पल यहाँनेर लोसु ग्रेड हो। यो लोसु ग्रेडमा चाहिँ अलरेडी यहाँ 1 देखि 9 सम्मको नम्बरहरू भरिएको छ, आफ्नो ठाउँमा बसेको छ है यो नम्बरहरू। अब यो कसरी बनाउने भन्दाखेरि मेरो यो 16 गते 6 महिना 2044। अब यिनीहरूलाई चाहिँ यहाँ कोठा भर्नुपर्छ हामीले है, यसैलाई भन्छ बर्थ चार्ट। अब मैले सुरु गरेँ है त, तपाईहरु पनि सुरु गर्नु होला। यो 1 लाई मैले यहाँ लिएँ किनभने लोसु ग्रेडमा 1 को ठाउँ यहाँ छ, 1 लाई यहाँ लिएँ है। अब यो 6 लाई मैले यहाँ राखेँ किनभने लोसु ग्रेडमा यहाँनेर 6 छ, त्यसै कारणले 6 लाई यहाँ राखेँ। अब अर्को आयो 6, फेरि 6 महिनाको 6 आयो, फेरि 6 लाई फेरि मैले यहीँ राखेँ है, किनभने लोसु ग्रेडमा यहाँ 6 छ, त्यसै कारणले। अब 2 नम्बर यानी कि 2044 यानी कि अब 2 नम्बरको ठाउँ लोसु ग्रेडमा यहाँनेर छ छेउमा, त्यसै कारणले मैले 2 नम्बरलाई छेउमा राखेँ। अब 4 को आयो, डबल 4 छ। अब डबल 4 को ठाउँ यहाँ हो, किनकि यहाँनेर लोसु ग्रेडमा चाहिँ 4 को ठाउँ यहाँ छ है, त्यसै कारणले यहाँ 4 दुईटा 4। ओके, अब मेरो बर्थ चार्ट बनिसक्यो। अब मेरो जति भएको मेरो डेट अफ बर्थले चाहिँ बर्थ चार्ट चाहिँ यति भर्यो है, 4 कोठा भर्यो। किनभने 5, 6 कोठा भरिनु पर्ने, दुईटा डबल आएको छ, ठिक छ, केही छैन। आफ्नो भाग्य, आफ्नो परमात्माले जे दियो त्यो आफ्नो भाग्य ठानेर अगाडि बढ्नुपर्छ। अब यसलाई कनेक्टर, अब यो छ नि गते, महिना र साल सबै टोटल गरेर हिसाब गर्दाखेरि चाहिँ यहाँनेर 23 हुन्छ है। 23 भनेको अब बराबर गरेर 2
प्लस 3 गर्दाखेरि 2 + 3 सिंगल डिजिटमा ल्याउँदा 5 हुन्छ। अब 5 आयो मेरो, यो चाहिँ कनेक्टर नम्बर। यसलाई भनिन्छ कनेक्टर नम्बर सबै हिसाब गर्नेलाई। अब ड्राइभर नम्बर भनिन्छ जन्मेको गते, किनभने म 16 गते जन्मेको। अब ड्राइभर नम्बर यहाँ डी लेखौँ, अनि यहाँ कनेक्टर सी लेखौँ, यहाँनिर कुवा लेखौँ है। अब ड्राइभर नम्बर 7 6 मा 1 प्लस गर्यो 7 ड्राइभर नम्बर यसलाई है, जन्मेको गतेलाई। अब यो पुरै हिसाब गरेको थियौँ नि अघि, यो पुरै हिसाब गरेको चाहिँ यहाँनिर टोटल गरेर 5 निस्केको छ। अब कनेक्टर नम्बर भन्छ यसलाई चाहिँ, कनेक्टर नम्बर 5। अब कुवा नम्बर आयो, कुवा नम्बर चाहिँ 2044 2044 4 4 8 10 यानि कि 0लाई हटाएर 1 आयो यहाँनिर 1। अब यसमा चाहिँ मेरो कुवा नम्बर निस्किसकेको छैन। अब कुवा नम्बर मैले कसरी निकाल्नुपर्छ, त्यो 1 को ठाउँमा अर्को 4 प्लस गर्ने, त्यत्तिकै के एक्जाम्पल 4 प्लस गर्ने, यसरी नै निकाल्ने हो कुवा नम्बर। अब मेरो 1 आयो, 1 मा अर्को 4 प्लस गर्छु 5 आयो है। 5 मेरो कुवा नम्बर, यानि कि मेरो भाग्य अङ्क भन्दा नि हुन्छ, यो मेरो भाग्य अङ्क मान्दा नि हुन्छ मैले होइन। र अब यति यो चाहिँ फिमेलको ठाउँमा है, यति मेलको ठाउँमा हो भने यो कुवा नम्बर यानि कि 2044 को ठाउँमा 2044 10 भयो, 10 को ठाउँमा 0 फालेर 1 आयो। अब 1 आएको ठाउँमा अर्को 11, एक्जाम्पल 11 हुन्छ। 11 चाहिँ कहाँबाट आयो भन्दाखेरि नसोच्दा हुन्छ, 11 गर्ने, त्यत्तिकै दिमागमा ल्याउने। 11 को ठाउँमा त्यो अघि आएको यहाँनिर 1 घट्यो है। जस्तै 11 को ठाउँमा घट्यो 1, बाँकी रह्यो 1 नै है, बाँकी रह्यो 1। अब मेलको ठाउँमा चाहिँ 1 हुन्छ, यहाँ उहाँको कुवा नम्बर 1। यसरी मेलको ठाउँमा घट्छ, अनि फिमेलको ठाउँमा चाहिँ 4 प्लस हुन्छ, जसको पनि है। यसरी गर्ने बर्डचार्ट बनाउने। अब मेरो यहाँ मलाई परमात्माले गिफ्ट 3वटा गिफ्ट दिनुभएको छ। अब यो गिफ्टलाई चाहिँ यहाँ फेरि हामीले बर्डचार्टभित्र भर्ने है। यो बर्डचार्टभित्र चाहिँ कसरी भर्ने भन्दाखेरि, अब 7 को ठाउँ कहाँ छ त भन्दाखेरि लो सुगिरेटमा 7 को ठाउँ यहाँ छ। अब यहाँ 7 भरिदिने, यहाँनिर 7 को ठाउँमा मेरो ड्राइभर नम्बर 7 को ठाउँमा यहाँ भरिदिने। अब टोटल हामीले हिसाब गरेर निकालेको थियौँ अघि 5 कनेक्टर नम्बर। त्यो कनेक्टर नम्बर कहाँ छ त भन्दाखेरि यहाँनिर छ, सेन्टरमा छ है। अब मेरो कनेक्टर नम्बर हो यो चाहिँ, आफ्नो आफ्नो डेट अफ बर्थ अनुसार कनेक्टर नम्बर आउँछ, ड्राइभर नम्बर आउँछ है, कुवा नम्बर। अब मेरो कनेक्टर नम्बरलाई यहाँ राखौँ है, किनकि 5 को ठाउँ यहाँ छ है लो सुगिरेटमा। अब आयो अर्को 5, यो मेरो कुवा नम्बर हो, यो मेरो भाग्य अङ्क, यानि कि अब यो मेरो कुवा नम्बर पनि यहीँनिर आयो 5 मै, किनभने लो सुगिरेटको ठाउँमा यहाँ 5 छ, जतिवटा 5 आयो नि यहीँ राख्ने हो है 5। ओके, अब मेरो सबै बर्डचार्ट भरिसकेको छ। अब मेरो खाली भनेको 3टा भयो, 9 3 8 3टा भयो। अब मेरो के गरौँ त भन्दाखेरि मैले मेरो यो पहिलाको नाम है इन्दिरा राई यानि कि अल्फाबेट। अब यो तलको सङ्ख्या निकाल्दाखेरि आई को 1 एन को 5 डी को 4 आई को 1 आर को 2 ए को 1 गरेर आर को 2 ए को 1 आई को 1 टोटल यिनीहरू टोटल गर्दाखेरि 18 हुन्छ। अब 18 भयो। अब 18 चाहिँ कसरी भयो भन्दा यिनीहरू सबै टोटल हिसाब गर्दाखेरि यो इन्दिरा र अल्फाको सङ्ख्या निकाल्दाखेरि टोटल 18 भयो। अब 18 बराबर 1 + 8 गर्दाखेरि 9 भयो, यानि कि यो मेरो पुरानो हो है नाम, यो पुरानो नाम 9 रहेछ मैले हिसाब गर्दाखेरि। अब यो 9लाई चाहिँ मैले क्यान्सल गरेँ क्या। अब अर्को नाम, अर्को नयाँ नाम INDIRAA, एउटा ए थपेको चाहिँ मैले, अनि RAI राई भनेपछि अब यहाँनिर आई को 1 एन को 5 डी को 4 आई को 1 आर को 2 ए को 1 गरेर आर को 2 ए को 1 आई को 1 गरेर यहाँ टोटल हिसाब गर्दा 19 भयो है। 19 भयो टोटल हिसाब गर्दा। अब 19 बराबर 1 + 9 बराबर 10 भयो। अब 10 भनेको यो 0लाई हटाइदिने है, यो 0 काम छैन, 0लाई हटाइदिने। 1 आयो मेरो नाम। अब 1 निक्ल्यो मेरो नाम, यानि कि 1 भनेको सूर्य। अब 1लाई मैले कहाँ लिएँ त भन्दाखेरि
मैले चाहेको भए यहाँ भर्थ्यो होला हैन, यहाँ भर्थ्यो होला, 3 मा ल्याउँथ्यो होला, 8 मा ल्याउँथ्यो होला, तर मैले यिनीहरूलाई चाहिन। ल ठिक छ, मैले ल्याएँ, एकैमा ल्याएँ। ल ठिक छ, किनभने 9 पनि मङ्गल भयो, 3 बृहस्पति भयो हैन। ठिकै छ, 3 राख्दा हुन्छ, तर मेरो त्यति आवश्यकता छैन, मसँग 7 पनि छ। त्यसै कारणले 7 र 3 ले एउटै एउटै काम गर्छ। र 8 मा मैले राख्दिनँ, 8 किनभने 8 शनि हो है, 8 शनि ग्रह हो। त्यसै कारणले हामीले यसरी बर्डचार्ट बनाउने हो। अनि यसरी तपाईहरूले पनि आफ्नो बर्डचार्ट बनाउन सक्नुहुनेछ र तपाईँ आफ्नो भाग्य खोल्नु सक्नुहुनेछ है। धन्यवाद। अब आजलाई यति नै। अब अर्को भिडियोमा फेरि भेटौँला। म बिदा चाहन्छु र तपाईहरूले सब्सक्राइब चाहिँ गरिदिनु होला है प्लिज। धन्यवाद सबैलाई। अर्को भिडियोमा भेटौँला।